प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले राजालाई चाहिँ आउनुहोस् चुनाव लड्नुहोस् भनेर भन्नुभयो। मैले भन्दै गर्दाखेरि उहाँहरूलाई के भनेको, चुनाव लडेको होइन र म आफै लडेको होइन र हजुरहरूसँग चुनाव, म शेरबहादुरसँग 1 to 1 अब त अत्याचारै भयो, चुनावै लड्छु भनेर लडेको होइन र तपाईँहरूसँग चुनाव लडेर सकिन्छ। हेर्नु त अहिले देशमा कस्तो छ, मान्छे किन यति साह्रो निराश भएका छन् तपाईँलाई अलिअलि पनि ख्याल गर्नु भएको छ? अत्याचारै भएको छैन अहिले? डडेलधुरामा गएर म चुनाव लड्दै गर्दाखेरि चुनाव जित्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई? लाग्छ? शेरबहादुरजी तपाईँ आफैले भन्नुहोस् त, तपाईँले कतिसम्म गर्नुभयो त्यहाँ? पैसा बाँड्ने कामदेखि लिएर रिसोर्टमा बसेर तपाईँले मोज मस्ती गरेर गाउँ गाउँमा खसी बाख्रा काट्नुभयो नि त? काट्नुभयो कि काट्नु भएन? मनमा आत्मामा हात राखेर भन्नु त, तपाईँको चुनावी कमान्ड डडेलधुरामा कसले सम्हालेको थियो? हजुरहरू सबैलाई नमस्ते। भिडियोको विषय छ राजतन्त्र र अहिलेको समसामयिक विषयमा मैले भिडियो बनाउँदैछु र मेरा अनेक प्रश्नहरू छन्। पहिलो प्रश्न चाहिँ हाम्रो प्रमुख 3 पार्टीका नेतृत्वहरू हुनुहुन्छ, शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड, उहाँहरूलाई मेरो प्रश्न छ। त्यसपछिको प्रश्न भनेको मेरो लिङ्कदेनलाई छ र राजालाई पनि मेरो प्रश्न छ, र त्यसपछिको प्रश्न भनेको मेरो जनताहरूलाई छ, र त्यसपछि चाहिँ मैले अबको समाधान के हुनसक्छ, अबको बाटो के हुनसक्छ, अबको दूरगामी बाटो के हो र अबको छोटो बाटो चाहिँ के हुनसक्छ भनेर यो विषयमा चाहिँ मैले मेरो आफ्नो कुराहरू राख्दैछु। पहिले सुरु मैले भिडियो चाहिँ अफ्रिकाबाट बनाउँदैछु र अफ्रिकाबाट नेपालको लागि सम्बोधन गर्दैछु, हजुरहरूको लागि सम्बोधन गर्दैछु। मलाई धेरैले प्रश्न सोध्नुहुन्छ, किन अफ्रिका हुनुहुन्छ, किन देशमा हुनुहुन्न, चुनाव लडेर कहाँ हराउनु भयो भनेर धेरैले प्रश्न सोध्नु भएको छ। म कतै हराएको छैन, मैले चुनावमा जे बोलेको थिएँ त्यही गर्दैछु। मैले चुनावमा भनेकै थिएँ म आधी समय चाहिँ काम गर्छु, आधी समय चाहिँ मैले जनताको लागि सेवा गर्छु भनेको थिएँ। म नेपाल छिट्टै नै आउँछु र यो प्रश्नको उत्तर दिँदै गर्दाखेरि म पनि हजुरहरू जस्तै सामान्य मान्छे हुँ। सामान्य गुल्मीको एउटा कुना जिल्लामा जन्मेको हुँ र त्यो कुनामा न बाटो थियो, न पानी थियो, केही पनि थिएन म जन्मिँदाखेरि। तपाईँहरू जसरी जन्मिनु भयो, तमाम दुबईमा हुनुहुन्छ, अमेरिकामा हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, कतारमा हुनुहुन्छ, मलेसियामा हुनुहुन्छ, हजुरहरू जे कारणले गर्दाखेरि त्यहाँ हुनुहुन्छ, म पनि त्यही कारणले गर्दाखेरि यहाँ छु। सायद यसको उत्तर हजुरले पाइसक्नु भएको होला। म लुटेर खान सक्दिनँ, म भ्रष्टाचार गरेर खान सक्दिनँ, म पसिना चुहाएर खानुपर्छ। त्यो कारणले गर्दाखेरि म बाहिरिन बाध्य भएको छु र म छिट्टै नै नेपाल फर्किन्छु पनि। र मेरो प्रश्न, प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले राजालाई चाहिँ आउनुहोस् चुनाव लड्नुहोस् भनेर भन्नुभयो। मैले भन्दै गर्दाखेरि उहाँहरूलाई के भनेको, चुनाव लडेको होइन र म आफै लडेको होइन र हजुरहरूसँग चुनाव, म शेरबहादुरसँग 1 to 1 अब त अत्याचारै भयो, चुनावै लड्छु भनेर लडेको होइन र तपाईँहरूसँग चुनाव लडेर सकिन्छ। हेर्नु त अहिले देशमा कस्तो छ, मान्छे किन यति साह्रो निराश भएका छन् तपाईँलाई अलिअलि पनि ख्याल गर्नु भएको छ? अत्याचारै भएको छैन अहिले? डडेलधुरामा गएर म चुनाव लड्दै गर्दाखेरि चुनाव जित्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई? लाग्छ? शेरबहादुरजी तपाईँ आफैले भन्नुहोस् त, तपाईँले कतिसम्म गर्नुभयो त्यहाँ? पैसा बाँड्ने कामदेखि लिएर रिसोर्टमा बसेर तपाईँले मोज मस्ती गरेर गाउँ गाउँमा खसी बाख्रा काट्नुभयो नि त? काट्नुभयो कि काट्नु भएन? मनमा आत्मामा हात राखेर भन्नु त, तपाईँको चुनावी कमान्ड डडेलधुरामा कसले सम्हालेको थियो? ठेकदारले सम्हालेको होइन तपाईँको चुनावको कमान्ड सबैले? अनि तपाईँको लगभग सहरहरूमा त सकिन्छ। अमरगढीमा तपाईँ पुरै क्लिन सुपै हुनुभयो त तपाईँलाई थाहै छ। परशुराममा तपाईँ क्लिन सुपै हुनुभयो थाहै छ। गाउँ गाउँमा कसरी सक्ने? मैले पनि के गरेँ भन्दै गर्दाखेरि गाउँमा तपाईँहरूको भ्रष्टाचारको पैसासँग कसरी लड्ने? अझ अहिले त देशमा चरम निराशा हुनुको अर्को प्रमुख कारण के भन्दै गर्दाखेरि तपाईँका कार्यकर्ता बाहेक देशमा अरू कोही पनि बाँच्नै नसकिने स्थिति भयो। म जस्तै सबै बाहिरिए। अबको चुनावमा पनि हेर्नुहोस् त, अबको चुनावमा के बाटो छ जस्तो लाग्छ तपाईँहरूलाई? न तपाईँले विदेशकालाई भोट हाल्न दिनुहुन्छ, न सोल्युसन छ, न समाधान छ। एउटा घुम्रामा एउटा बाकसमा राखेर नेपाली जनतालाई कोचेपछि अनि नेपाली जनतामा फ्रस्ट्रेसन हुँदैन? जहिले पनि फ्रस्ट्रेसन। यसको उपाय के हो भन्नुहोस् त? प्रचण्डजीलाई पनि मेरो प्रश्न हो। तपाईँले हेर्नुहोस् त, भाग्दा 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 उहाँ गोर्खाको कुनामा गएर जम्मै पिटपाट गरेर ठकठाक गरेर चुनाव जितेको होइन? अझै चुनाव आऊ लड्ने भन्ने तपाईँले लाज शरम लाग्दैन हजुरहरूलाई? त्यही भएर मेरो के हो भन्दै गर्दाखेरि हजुरहरूलाई सुझाव हेर्नु, अबको चुनावमा पनि चुनावले बाटो दिएन, डेमोक्रेसीले बाटो दिएन। तपाईँहरू निरङ्कुश हुनुभयो, राणाको पनि राणा हुनुभयो। राणाहरूले त बरु 4 जना मात्रै मारेको थिए त्यो जमानामा। पढ्न दिएनन्, के दिएनन् भन्नुहुन्छ? पढ्न दिएनन्को कुरा गर्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन्छु हजुरहरूलाई। अक्सफोर्डमै पनि बल्ल लगभग 100 वर्ष मात्रै भयो महिलाले पढ्न पाएको। त्यतिखेरको जमानामा हेर्नुहोस् त, विश्वव्यापी रूपमा युद्धहरू चलिरहेको थियो। पहिलो विश्वयुद्ध थियो, दोस्रो विश्वयुद्ध थियो, तेस्रो विश्वयुद्ध चलिरहेको थियो। त्यस्तो विश्वयुद्धको कन्टेक्स्टमा हामीले राणालाई कम्पेयर गरिरहेका छौँ। तपाईँहरूले 10,000 मान्छे मार्दाखेरि तपाईँ राणाभन्दा कसरी राम्रो मलाई भन्नुहोस् त प्रचण्डज्यू? तपाईँ राणाभन्दा चाहिँ कसरी राम्रो? शेरबहादुर देउवाज्यू मलाई उत्तर भन्नुहोस् त, तपाईँ कसरी राम्रो? होइन नि त, यो त ठिक भएन नि त। तपाईँ त राणाको पनि बाउ हुनुभयो। यो जनताहरू उकुस मुकुस भए, न तपाईँले भोट हाल्न दिनुहुन्छ, बाहिर विदेशीकालाई कसले भोट हाल्न दिनुहुन्छ? भोट हाल्न तपाईँ डराउनुहुन्छ।
कसरी भोट हाल्न दिने, देशमा कसरी समाधान हुन्छ, तपाईँले उत्तर दिनुहुन्छ त? उत्तर दिनुहुन्न। यो सबै अहिले के भएको भन्दाखेरि राजा जनताहरू यति आत्ते कि उत्तरै छैन, बाटो नै छैन, कहाँ के गर्ने। राजा हटाऊ भन्नुभयो, पञ्चायत हटाऊ भन्नुभयो, पञ्चायत हटायौँ। राजा हटाऊ भन्नुभयो, राजा हटायौँ। अब फेरि गणतन्त्र आएको 15 वर्ष भयो, चुनावमा गएर चुनावले त केही सोल्युसन देला, केही उपाय देला भनेको तपाईँका कार्यकर्ताहरू जम्मै भर्ती भएर भ्याइसके। देशमा सामान्य नेपाली भएर म जस्तो मान्छे जसको एउटा पार्टी, कुनै एउटा पार्टी पनि छैन, म एउटा शुद्ध नेपाली हो, अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको पनि सदस्यता लिएको छैन। म जस्ता तमाम मान्छेहरूलाई यो देशमा बाँच्नै गाह्रो भयो। कसरी बाँच्ने हो, के गरेर बाँच्ने हो? तपाईँको पुलिसमा तपाईँका कार्यकर्ताहरू भर्ती भएको छन्, कर्मचारीमा तपाईँका कार्यकर्ताहरू छन्, देशका चुनावमा हेर्नु त डडेलधुरामा तपाईँकै मान्छेलाई राख्नु भएको छ, सिडिओमा तपाईँकै मान्छेलाई राख्नु भएको छ। जब चुनावको लागि 2-3 महिनालाई गयो त्यहाँ तपाईँलाई जिताइदिए फर्किहाले तिनीहरू। कहाँ गयो अहिले लत्तपत्त, तपाईँले आफै हेर्नुहोस् त अहिले कहाँ छन् तिनीहरू, सबै सुगम ठाउँमा आएर बसेका छन्। अनि फेरि चुनाव आइसकेपछि फेरि तपाईँले तिनीहरूलाई टिपेर फेरि डडेलधुरा लानुहुन्छ, त्यो पनि थाहा छ। यो त सिस्टमेटिक रूपमा जनताले त बुझाएको छ नि त, सबै नबुझेको हो र जनतालाई पटमूर्ख ठान्नु भयो होला नि तपाईँहरूले, होइन? जनता पटमूर्ख छैनन्, हेर्नुहोस्, जनता सजग छन्, जनताले देखिरहेछन्, जनताले बुझिरहेछन्। तपाईँहरूको जुन यो कुबुद्धि चलिरहेछ अहिले, यो कुबुद्धि सुधार्नुहोस्। हेर्नुहोस्, यो नसुधारेसम्म तपाईँहरू अगाडि बढ्न सक्नुहुन्न। यो देशलाई झन् घुम्रामा भयो, 15 वर्ष भइसक्यो, आत्तिदा 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 उपाय हराएर जनताहरू अहिले राजालाई समर्थन गर्न गएका हुन्। के थाहा, अलिकति राम्रो मर्नभन्दा बौलाउन बेस भने जस्तो हो क्या यो त। तपाईँहरूसँग उपाय भएन, जम्मै कब्जा गरिदिनु भयो, विश्वविद्यालय कब्जा गरिदिनु भयो। सोभि निर्वाचन भनेको छ जम्मै पार्टीका कार्यकर्ता राख्दैछ, विश्वविद्यालयमा एउटा गतिलो प्रोफेसर छैन, हस्पिटलमा गयो एउटा गतिलो डाक्टर छैन, सडकमा गयो जम्मै ठेकदार जति जम्मै एमाले काङ्ग्रेस माओवादी भनेको छ, पत्रकार जति एमाले काङ्ग्रेस माओवादी भनेको छ। नेपाली जनतालाई माया गर्ने पत्रकारिता कुन हो, विश्वविद्यालय कुन हो, कर्मचारी तन्त्र कुन हो, पुलिस तन्त्र कुन हो, छैनन्। नेपाली जनता के सधैँभरि पिल्सेर बस्ने हो? पहिले राणाले शोषण गरे भन्नुहुन्छ, ल त्यो पनि मानिदिएँ मैले। तपाईँहरूले भन्दा त कम राणाहरूले शोषण गरे होलान्, होइन र? राजाले शोषण गर्दा पनि माने। अब गणतन्त्रवादीहरूले शोषण गर्ने अब तपाईँहरूको पार्टीको नाममा यो अत्याचार भएन र? त्यही भएर यसको लागि यो मेरो पहिले सुरु मेरो शेरबहादुर प्रचण्ड, केपी ओली, तपाईँहरूले यसको प्रश्नको उत्तर दिनुहोस्। त्यसपछि मेरो राजालाई पनि, मेरो लिङ्गदेनलाई पनि प्रश्न छ। तपाईँहरूले राजावादी ल्याउने, राजा ल्याउने, के ल्याउने भन्नुहुन्छ, त्यो मैले बुझेँ। ल एकछिनलाई मैले मानिलिएँ राजा ल्याउने, तर त्यसपछि के गर्ने त नि? त्यसको 1 वर्षमा के गर्ने? तमाम नारायणघाटदेखि बुटोलको त्यो सडक खण्ड कसरी व्यवस्थापन गर्ने? हाम्रो देशभरिका पूर्वाधारका समस्याहरू छन्, स्वास्थ्यको समस्याहरू छन्, त्यो कसरी समाधान गर्ने? राजा आउनु बित्तिकै पहिले पनि त राजा थियो नि त, 15 वर्ष अगाडि पनि। आएर के हुन्छ त नि? ल म विदेश जानु पर्दैन, कसरी म अफ्रिका फेरि किन आउनु पर्दैन? म कसरी स्वतन्त्र रूपमा मेरो आफ्नै कम्पनी खोलेर काम गर्न सक्छु, मलाई भनिदिनुहोस् त। उपाय के छ? मैले राप्रपाको मैले वेबसाइटमा नि गएँ, लिङ्गदेनज्यू, म हजुरको वेबसाइटमा पनि गएँ, मैले हेरेँ। ल मलाई राजावादी नै हुनु पर्यो, म कसरी, के को आधारमा राजावादी हुने? खै त्यसको अध्ययन अनुसन्धान खै कहाँ छ? पेपर कहाँ छ? हामीले अब मेरो यसपछि मैले राजालाई पनि प्रश्न सोध्छु, हजुर आउँदै गर्दाखेरि कसरी चाहिँ परिवर्तन हुन्छ त नि? कसरी चाहिँ हो त नि? तपाईँले 250 वर्षको एकछिनलाई 15 वर्षलाई हामीले हटायौँ, तर अब आइसकेपछि फेरि समाधान के हो त नि? यसको उत्तर त चाहियो नि त।